मेरो छोराले हेर्नु नि दाँत झार्ने नयाँ आइडिया दाँत देखाइदेऊ त काले यताबाट दाँत पलाइसक्यो दुईटा दाँत एकै ठाउँमा हल्ल्यायो ल ल आँचीमा गर मम्मीले तानिदिन्छ त्यहाँबाट त हुन्न ल है त उता कुखुराहरू पनि रेडी हुँदैछन् दाँत झारेको हेर्न आँचीमा काले आहा निस्क्यो यो चाहिँ देशी तरिका हो दाँत झार्ने हामी सानैदेखि परापूर्वकालदेखि चलिआएको दाँत झार्ने तरिका कतै निस्क्यो अब फेरि अर्को पनि निस्किनु बाँकी छ त्यस पछाडि कुखुराहरू चाहिँ बाहिर निस्किनको लागि घाम पनि भइरहेको छ यिनीहरू घुम्न पाइएन भनेर आत्तिरहेका छन् यो चाहिँ हाम्रो घरको डन भाले हो अर्को फर्स्ट डन उहाँ हुनुहुन्छ अनि सेकेन्ड डन उहाँ हुनुहुन्छ थर्ड डन उहाँ हुनुहुन्छ आइज बाहिर आइज आउने बित्तिकै माथि चढ्छन् रुखमा पात खानको लागि लहेर रमाउँदै लहेर यिनीहरूका चर्तीका लागि लहेर उडेका जम्प मारी खाइदिन्छ फेरि अनि आफ्नो लड्कीहरूलाई दिन्छ खाना हो लड्का आयो भने त ठुङ्दिहाल्छ फेरि यी मेरो छोराको दाँत भनेको छ अरे मेरो घरको कुखुरा कस्तो लाग्यो हेरिसकेपछि अब यो जम्प मार्ने बेलामा छ है हेर्नु जम्प मार्छ यो मुखबाट यो कस्तो डराउटे छेराउटे खालको यो भाले चाहिँ ल ब्याक पो भयो त त्यो त जाऊ तिमी जाऊ पहिला तिमी हाम फाला भनेर देखाएको कुखुरीलाई पालो देखाएको त्यसले ल हेर यसले बोलाएको कि आफ्नो लड्कीलाई भाले आयो भने त खानै दिँदैन हौ पोथी आयो भने मात्रै खान दिन्छ ओ हावा चलिरहेछ गेट चाहिँ ढकढक आफै खोलिन्छ हरन मुभीको जसरी भनेर भनेको त भाले त जम्प मारिसकेछ यी लहेर भाले लडेका फेरि ए ल दाँत निकालेको बोइज यता देखाउ त अब फेरि कुन दाँत निकाल्ने रे यो दाँत यताबाट पलाइसक्यो हेर्नु न यो पोथी हाम फाल्नलाई आँटै गर्न सकिरहेको छैन ओहो यति टाढो जम्प मारिरहेछ मेरो भिडियो कस्तो लाग्यो एकचोटि चराहरू पनि मेरो भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला बाई हजुरहरूलाई यस्तो भिडियो अझै हेर्न मन छ भने मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला।